बाबु तँलाई कस्तो छ सन्चै छस् नि? फोनमा आमाले कान्छालाई सोधिन्। म त अहिले ठिकै छु आमा, तर पल्ला गरे दाजुको हालत खराब छ। खुट्टा खुम्चाइ खुम्चाइ काम गरेका छन्। घोडामा समस्या आएको छ, सायद अब घर फर्कन्छन् होला। उसले लामो सुस्केर हाल्दै शास्ति सुनायो। लौ न, के भयो उसलाई फेरि? 8 लाख खर्च गरेर मालदोवा गयौ, कम्पनीले केही गर्दैन? आमाले थप प्रश्न गरिन्। दलालले मिठो कुरामा हामीलाई फसायो नि आमा। महिनाको 700-800 युरो कमै हुन्छ भनेर भन्यो, तर हामीलाई यहाँ कम्पनीले 13-14 हजार लिए, अर्थात् 700 युरोमा हस्ताक्षर गरायो, तर दिँदा 400 युरो मात्र दिन्छ। महिनाको 26 दिन काम गर्नुपर्छ। एल्युमिनियम फ्याक्ट्री हो, बिहान 8 देखि साँझ 6 बजेसम्म काम गर्नुपर्छ। साउको उस्तै हप्की खानु पर्दछ। बिग्रेको ट्रेनलाई गाउँमा ल्याएर हामीलाई बस्ने बास बनाएको छ। खाने बस्ने सबै यही हो। रेलमा गाई भैँसी बाख्रा जस्तो राखेको छ। कान्छाले आमाले बुझ्ने गरेर बोली विस्तार गर्यो। फोनमा आमाले छोराको कुरा सुनेर सुक्क सुक्क गर्दै सोधिन्। मौसम चिसो पनि होला, नुहाउन धुन के छ फेरि? नत्र नेपाल फर्के छोरा। कान्छाले पनि आफ्नो आँसु पुस्दै भन्यो। शौचालय बाथरुम 500 मिटर टाढा जानुपर्छ। बिरामी हुँदा एकदम समस्या छ। कम्पनीले केही गर्दैन, सबै आफ्नै खर्चले गर्नुपर्छ। सुरुका महिना ज्याकेट लगाएर नै बस्यौ सुत्यौ। -13 सम्म जाडो छ। कोही साथीहरू पोल्यान्ड पनि लागे, कोही डङ्की हानेर ग्रिस पनि छिरे। यहाँ कोही बोल्न पनि डराउँछन्। एकदम गाह्रो छ आमा। छोराको यति कुरा सुनेपछि आमाले फोन बीचमै राख्दिन्। उता मालदोवामा भविष्य खोजेको कान्छाले पनि आफ्नो भाग्यलाई दोष दिँदै छेउमा रहेको रुमालले आँखाका आँसु लुकाउने प्रयास गर्यो।